नमस्कार साथी, हाम्रो देशको नेता यो प्रचण्डजीको कुरा सुन्नुहोस् र उहाँको भावना र कुरालाई एकदम ध्यानपूर्वक सुन्नुहोस्। यो पुरा भिडियो हेरेर जानुहोस्। राम्रो लागेमा च्यानललाई सब्स्क्राइब अनि कमेन्ट गर्न नभुल्नु होला। जय नेपाल। आदरणीय आमा बुवा दिदी बहिनी तथा दाजुभाइहरू, आज म तपाईहरुको सामु एउटा नेताको रूपमा मात्र होइन, बरु एउटा बाबु, एउटा योद्धा र यो देशको माटोमा आफ्नो रगत र पसिना मिसाएको एक साधारण नागरिकको रूपमा उभिएको छु। इतिहासका धेरै मोडहरूमा हामी सँगै हिँड्यौं। कतिपय ठाउँमा हामीले सफलताका ठूला उत्सवहरू मनायौं त कतिपय ठाउँमा हामीले अपूरणीय क्षति पनि बेहोर्नु पर्यो। आजको यो घडी मेरा लागि केवल सत्ताको कुरा होइन, यो त यो देशको भविष्य र विशेष गरी मेरा युवा साथीहरू जेनजीका छोराछोरीहरूको सपनाको कुरा हो। धेरैलाई लाग्न सक्छ म जस्ता पुराना नेताहरू एउटै हुन्, तर म आज यो सार्वजनिक मञ्चबाट प्रष्ट भन्न चाहन्छु, म ती पुराना नेताहरूको भिडमा छैन। म त्यो सत्ताको भागबण्डाको सम्झौतामा कहिल्यै सहभागी हुन चाहन्न जसले देशलाई बन्धक बनाएर राखेको छ। म फरक छु र म यो प्रमाणित गरेरै छाड्नेछु। मेरो काम र मेरो निष्ठालाई आज होइन भोलिको समयले प्रमाणित गर्नेछ। व्यक्तिगत त्याग र सङ्घर्षको भावना मेरो जीवनको यात्रा एउटा खुला किताब जस्तै छ। म त्यो पिता हुँ जसले आफ्नै आँखा अगाडि आफ्नो जेठी छोरी ज्ञानु र जवान छोरा प्रकाशलाई गुमाउनु पर्यो। म त्यो श्रीमान हुँ जसको जीवन सङ्गिनीले बीच बाटोमै साथ छोडेर गइन्। मैले समयको चक्रमा आफ्ना परिवारका सदस्यहरू मात्र होइन, हजारौं सहयोद्धा र सहयात्रीहरूलाई पनि गुमाएको छु। एउटा मान्छेले आफ्नो जीवनमा जे जति गुमाउन सक्छ मैले ती सबै गुमाएँ। तर मलाई अझै पनि के कुराले अगाडि बढ्न प्रेरित गर्छ भने यो सङ्घर्ष मेरो व्यक्तिगत होइन, यो त ती हजारौं शहीदहरूको सपना पूरा गर्ने यात्रा हो जसले एउटा सुन्दर र समृद्ध नेपालको लागि आफ्नो रगत बगाए। मलाई थाहा छ मेरो परिवार र मेरा कमरेडहरूको यो बलिदान खेर जाने छैन। परिवर्तन अनिवार्य छ र म यो सुनिश्चित गर्नेछु कि त्यो परिवर्तन भएरै छाड्नेछ। मेरा युवा साथीहरू, तपाईहरुले आज जे मागिरहनु भएको छ, भ्रष्टाचारको अन्त्य, पारदर्शिता र एउटा बलियो सरकार, ती मागहरू मैले जनयुद्धका दिनदेखि नै उठाउँदै आएकै माग र एजेन्डा हुन्। मैले लामो समयदेखि भन्दै आएको छु कि यो देशमा राजनीतिक स्थिरता र विकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्दछ। यो संसदीय खेल र कुर्सीको तानातानले देशलाई कति पछाडि धकेल्यो त्यो हामी सबैले देखेका छौं, भोगेका छौं। त्यसैले म भन्छु मेरो माग र तपाईहरुको माग एउटै हो। म तपाईहरुकै पुस्ताको सोच बोकेर हिँडेको यात्री हुँ। हलिउडमा एउटा चर्चित संवाद छ, या त तिमी नायकको रूपमा मर या त आफूलाई खलनायक बनेको हेर्न जीवित रहु। यदि म धेरै अघि बिदा भएको भए सायद देशले मलाई नायकको रूपमा मात्र सम्झिन्थ्यो होला, तर म खलनायक बनेर इतिहासको पानामा हराउन चाहन्न। म यो देशलाई सही दिशामा नपुर्याएसम्म विश्राम लिने छैन। तपाईहरुले मलाई आज कुन रूपमा देख्नुहुन्छ यो तपाईहरुको स्वतन्त्रता र अधिकारको कुरा हो, तर मेरो अभावमा मेरो उपस्थितिको महसुस तब हुनेछ जब तपाईहरुले मैले कोरेका परिवर्तनहरूलाई भोग्नु हुनेछ। म हार मान्न तयार छैन किनकि मेरो काम अझै सकिएको छैन। म नयाँ विचारहरूका लागि सधैँ खुला छु। म नयाँ पुस्तालाई स्वागत गर्दछु र नयाँपनलाई आत्मसात गर्न तयार छु। तर एउटा कुरा याद राख्नुहोस्, हरेक चम्किलो चीज हीरा हुँदैन। आजको यो डिजिटल युगमा सामाजिक सञ्जालका भ्रमहरूले तपाईहरुलाई बहकाउन सक्छन्। कसैले तपाईहरुलाई सानो महसुस गराउन नदिनुहोस्। म यहाँ तपाईहरुसँग भोट माग्न आएको होइन, म त तपाईहरुलाई स्वतन्त्र चिन्तनको लागि अपिल गर्न आएको हुँ। प्रश्न सोध्न नछोड्नुहोस्, म त्यसको जवाफ दिन तयार छु। मलाई अझ बढी दबाब दिनुहोस्, म त्यसको सामना गर्न तयार छु, किनकि मलाई थाहा छ मेरो शक्तिको स्रोत तपाईहरु नै हो। हामीसँग अर्को 20 वर्ष परीक्षण र त्रुटि, ट्रायल एन्ड एरर गर्दै नयाँ नेताहरू जाँच्ने समय छैन। हामीले गम्भीरतापूर्वक सोच्नु पर्दछ। म ती वीर शहीदहरूप्रति नमन गर्दछु जसले
नेपालको सुन्दर भविष्यका लागि आफ्नो ज्यानको आहुति दिनुभयो। आउनुहोस् मिलेर एउटा यस्तो नेपाल बनाऊ जहाँ कुनै पनि युवाले आफ्नो भविष्य खोज्न विदेशिनु नपरोस्। धन्यवाद।